छोड्यो भने चाहिँ मलाई भन है भने अनि 5-7 मिनट पछाडि हजुर जादुगर हो बाबा भनेर चाहिँ भक्तले भन्यो है उसको दाँत दुख्न छोड्यो। अहिले मैले दाँतको लागि अरू कुनै पनि औषधि दिन्न, ज्ञानोपेक्ट कुनै दिन्छु कसैले दाँतको समस्या भएर आउनुभयो भने। अब मेरो यिनी कारणहरूसँगै म कलेज गरेँ र यहाँसम्म म 4 महिना अगाडिदेखि सुरु गरेको, धेरै समय भएको छैन। अब मेरो व्यवसाय पनि छ, अब विभिन्न अरू कामहरू पनि छन्, सामाजिक संस्थाहरूमा पनि हुन्छु। तर पनि मेरो टिममा कसैलाई समस्या पर्यो अथवा सर यहाँ आउनु पर्यो भन्नुभयो भने म सटर तान्छु, दौडिन्छु। राति 9 बजे 10 बजेको लागि म जहाँ पनि पुग्छु, बिहान 7 बजे पनि म निस्किन्छु। मैले समय हेरेर मेरो आफ्नो थकान छु, म गाह्रो भएको छ भनेर भन्दिनँ। र अब यहाँलाई चाहिँ म अरू सल्लाह दिन भन्दा पनि मैले चाहिँ 2-4वटा चाहिँ पोइन्टहरूमा मात्रै म भन्न चाहन्छु। म स्वस्थ छु भन्छु, म स्वस्थ छु, म खुसी छु, म आनन्द छु, सम्पन्न छु। कसैसँग पनि आफ्नो कमजोरी, व्यथा, पीडा कसैलाई पनि नबताउनुहोस्। म सल्लाह पनि दिन्छु, पीडा बतायो भने आफू तल पर्दैन हो। म कमजोर छु भनेर कसैलाई भन्नुभयो भने कसैले केही गर्नेवाला छैन, कसैले माथि उठाउँदैन, तलै दबाउँछ। त्यो भएर चाहिँ म कन्फिडेन्ससँग म निरोगी, कुनै समस्या छ शरीरमा भने मानसिकतामा म स्वस्थ छु, म सम्पन्न छु भनेर हिँड्नुहोस्। र जबसम्म आफ्नो योजना, आफूले गर्न खोजेको काम पुरा हुँदैन तबसम्म प्रयास गर्न नछोड्नुहोस्, विश्राम नलिनुहोस्। विश्राम त्यति बेला लिनुहोस् जब आफ्नो काम फत्ते हुन्छ, सम्पन्न हुन्छ। धन्यवाद।